सावित्रा भण्डारी साम्बाको ह्याट्रिकमा श्रीलङ्का विरुद्ध नेपालको शानदार जित। उज्बेकिस्तानमा जारी एएफसी महिला एसिया कप छनौटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बुधबार समूह चरणको दोस्रो खेलमा श्रीलङ्का विरुद्ध 8-0 को जित दर्ता गरेको हो। कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गोल गरेकी हुन् भने डिफेन्डर गीता राणाले 2 तथा निशा थोकर, रेखा पौडेल र पूजा राणाले 1-1 गोल गरेकी थिइन्। नेपालले खेलको सुरुवातदेखि नै आक्रामक रूपमा खेलेको थियो। 7औं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राणाले हेड मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसपछि 20औं मिनेटमा सावित्राले अनिता बस्नेतको लो क्रसमा गोल थप्दै अग्रता दोब्बर बनाएकी हुन्। त्यस्तै 42औं मिनेटमा पुनः अनिताको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर 3-0 बनाइन्। पहिलो हाफको इन्जुरी समयमा सविता राणा मगरको क्रसमा सावित्राको हेडर गोलसँगै उनले ह्याट्रिक पूरा गरिन् र नेपालको पहिलो हाफमा 4-0 को सशक्त अग्रता बनाएको थियो। दोस्रो हाफको 54औं मिनेटमा गीता राणाले पेनाल्टी मार्फत दोस्रो व्यक्तिगत गोल गरेकी हुन् भने पेनाल्टी रश्मि कुमारी घिसिङमाथि भएको फाउल पछि दिएको थियो। 62औं मिनेटमा अनिताको कर्नरमा निशा थोकरले हेड गोल गर्दै स्कोर 6-0 बनाएकी थिइन्। त्यसपछि 78औं मिनेटमा पूजा राणाको पासमा रेखा पौडेलले हेड मार्फत गोल गरेकी हुन् भने खेलको अन्त्यतिर 89औं मिनेटमा पूजाको कर्नरमा गोल गर्दै उनले अन्तिम स्कोर 8-0 पुर्याएकी थिइन्। पहिलो खेलमा नेपालले लाओसलाई 9-0 ले पराजित गरेको थियो भने 2 खेलमा 17 गोल गर्दै 1 गोल पनि नखाएको नेपाल अब समूहको अन्तिम खेल 21 जुलाईमा आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। उता श्रीलङ्का भने लगातार दोस्रो खेलमा लाजस्पद हार बेहोरेको छ। पहिलो खेलमा उनीहरू उज्बेकिस्तानसँग 10-0 ले पराजित भएको थियो। नेपालको प्रदर्शनले समूह विजेता बन्ने सम्भावना प्रबल देखिएको छ र उज्बेकिस्तान विरुद्धको खेल यस प्रतियोगितामा शीर्ष स्थान सुरक्षित गर्ने दृष्टिले निर्णायक हुनेछ।